हेलो साथीहरु, वेलकम छ तपाईहरुलाई मेरो आजको भिडियोमा। म चाहिँ 12 बजेको लागि खाना बनाउँदैछु। अन्त यहाँनिर चाहिँ मेरो भात पाक्दैछ हो। अन्त अहिले चाहिँ म सब्जी काट्दैछु साथीहरु। सब्जी चाहिँ के हो भन्दाखेरि लौका। लौकाको चाहिँ म पकोडा बनाइकिन आज सब्जी बनाउने। लौकालाई चाहिँ मजाले करेसो गरे। अन्त यहाँनिर प्याज र खुर्सानी काटे। सो अब चाहिँ यसलाई मजाले बेसनसँग मुस्छु अनि तपाईहरुलाई पनि देखाउने छु मुसिसकेर। मैले चाहिँ बेसन, नुन अन्त अलिकति हर्दी लगाएर मुसि पनि सके। सो अब चाहिँ म पकोडा बनाउने। तपाईहरु भिडियो हेर्दै गर्नुहोस्। मैले चाहिँ अहिले चुलामा आगो पनि बालिसके अनि यहाँनिर कराई पनि बसाइसके। सो अब चाहिँ कराईमा तेल लगाएर तेललाई चाहिँ मजाले खारिन दिनुपर्छ, नत्र भने काच्चै तेल बनाउँछ। सो अहिले चाहिँ तेल खारेर मैले यहाँ पकोडा पनि फ्राई गर्न थालेँ। अनि पकोडालाई चाहिँ मजाले फ्राई गर्नुपर्छ रातो हुन्जेलसम्म, नत्र भने फेरि भित्रको पाक्दैन। अनि मेरो चाहिँ यहाँनिर पकोडा पनि रातो भइसक्यो। सो अब यो पकोडालाई चाहिँ निकाल्छु। हेर्नुहोस् कस्तो दामी देख्दैछ, कसलाई खानु मन लाग्यो। अहिले चाहिँ सब्जी पनि रेडी भइसक्यो। सो अब चाहिँ म खाना खानु थालेको साथीहरु। मैले चाहिँ मर्निङमा ब्रेकफास्ट गरेको थिइनँ। सो त्यही भएर म चाहिँ अहिले लन्च गर्नु छिटै बसेँ। मलाई चाहिँ भोक लाग्यो। सो तपाईहरुलाई मेरो आजको भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट गरिदिनुहोस्। सो आजको लागि यति नै। टाटा बाई बाई।